Hello guys, welcome to my YouTube channel. म चाहिँ हजुर आज Get Ready With Me वाला भिडियो लिएर आएको छु। म चाहिँ भर्खर उठेको हैन। सो देखाइदिन्छु रियल फेस। यस्तो भएको छ रियल फेस। अनि त्यसपछि अब चाहिँ बेड मिलाइसके, सबै मिलाइसके। अब लेट्स गो फर डुइङ सम योगा हैन। सानो कुनै योगाहरु गर्छ। त्यसपछि हामी जाने। हाम्रो किचन चाहिँ यस्तो छ है। यस्तो पनि छ। सो लेट्स सी के छ यहाँ ल। दिदीको छोराको लागि जानु पर्छ। कति छ होला। यो रहेछ। त्यसपछि रहेछ भोटे चिया। म चाहिँ मेरो कपाल बाल्छु माथि किचनमा आउँदा म चाहिँ चुकुन्दरको जुस खान्छु हैन बिहान बिहान सधैँ। सो म चाहिँ चुकुन्दरको जुस बनाउन जाँदै छु। लेट्स सी मम्मीको लागि पनि राखिदिनु पर्छ हैन। मेरो मामु र म जहिले चाहिँ चुकुन्दरको रस खाने गर्छन्। जबदेखि मैले चुकुन्दर खाइरहेको छु मैले मेरो स्किनमा अलिकति एकदम डिफ्रेन्ट नै चेन्ज देखिरहेको छु। पहिला चाहिँ मेरो स्किन हल्का म अलि डार्क छु नि त हैन। ब्राउनै छु त्यही भएर अलिकति मेरो स्किनमा अलि त्यस्तो नराम्रो स्किन त हैन पहिलेदेखि नै हल्का त्यही डार्क भएर मलाई सबैजनाले काली काली हैन भन्थे। तर पनि चुकुन्दरले चाहिँ मेरो लाइफमा चाहिँ भास्ट चेन्ज लिएर आएको छ। हरेक कुराहरूमा चेन्ज लिएर आएको छ। आई जस्ट लभ दिस जुस। सबैजनालाई रेकमेन्ड गर्छु यो जुस खानु। स्पेसली अनि यहाँ गाजर पनि छ। म गाजर पनि हाल्छु हल्का यो के अरे काँक्रो पनि हाल्छु ल। काटेर डन गरिसकेको छु। अब मैले यो धुन्छु। ओके जुस चाहिँ रेडी भइसकेको छ है। पानी एड गर्छु। पानी एड गर्नु पऱ्यो। सिधै जुस हाल्नु। सबै भाँडाहरू माझेर राख्छु है। सरसफाइ पनि त गर्नु पर्यो खाएर मात्र भएन। बाहिर फ्लावर चाहिँ यस्तो छ। तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ। म चाहिँ आलस पनि रेडी गर्दैछु फेसमा लाउनुको लागि। केही छैन। अनि यता चाहिँ चिया हुँदैछ। चिया भयो। अब म चिया लिन्छु। अनि यो चाहिँ मम्मीले खै के ल्याइदिनु भएको छ।
काजु बदामहरुको जस्तो छ है मैले हालेर मिठो हुन्छ कि हुँदैन तै पनि लेट्स ट्राई म मगर हो नि त अनि बिहान बिहान हाम्रो जहिले यस्तै पाक्छ के आलस्यले भएर आलस पनि रेडी भइसकेको छ मेरो घर यस्तै छ है जे जस्तो छ त्यसरी देखाउने हो नि हैन अब नुहाउनु छ अनि रेडी भएर काममा जानु छ आज इन्टरभ्यु छ इन्टरभ्युको लागि